र साथीहरू हेर्नु सक्नुहुन्छ मेरो जो मेल डग छ लेब्राडोर ब्ल्याकमा, तपाईको बिरबल नाम हो यसको, बट हामी प्यारले यसलाई बिरु भन्छौँ। सो हेर्नु सक्नुहुन्छ क्वालिटी एकदम। र अहिले मैले यसलाई चेन लगाइदिएको छु। अब हामी घर जानु आँटेको, किनकि हामी यहाँ ग्राउन्डमा आएको थिएँ होइन, एकछिन यसलाई खेलाउनुको लागि। सो खानाहरू खाएर एकछिन यसको टाइम खेल्ने। सो म अहिले यो चेन खोलिदिन्छु र हामी विथआउट लेस यानि विथआउट चेन अब घर जान्छु होइन। सो यो अरू डगहरू जस्तो छैन होइन। अब कतिजनाको डगहरू हेर्नु सक्नुहुन्छ तपाईँहरू, यसरी खुल्ने बित्तिकै भाग्ने होइन, कुद्ने स्पिडमा नआउने बोलाउँदा पनि त्यस्तो हुन्छ। बट हाम्रो बिरु चाहिँ त्यस्तो छैन। किनकि त्यस्तो किन हुन्छ त्यो पनि एउटा कारण छ भनेपछि, अब सानोदेखि हामीले डगहरूलाई होइन फ्री छोड्दिनँ, बाँधेर राख्छु, घरमा मात्रै राख्छु या केजमा राख्छु। त्यसरी हामी खुल्ला जग्गामा ल्याउँदिनँ। सो तिनीहरू के हुन्छ, चान्स पाएपछि चाहिँ एकदम कुदिहाल्ने, भागिहाल्ने। सो हामीले सानोदेखि बानी गर्नुपर्छ होइन। यस्तो खुल्ला जग्गामा हेर्नु, मैले सानोदेखि यसलाई लिएर आउँथेँ। मैले सानोमा चाहिँ यसलाई चेनबाट, अब मेरो घरको बाटो यो उता जाने हो। सो सानोदेखि यसलाई यहाँ लिएर चाहिँ एकछिन छोडिदिने, अलिअलि गरेर त्यसरी बानी गरिदिएँ। सो आस्ते आस्ते के हुन्छ यिनीहरूलाई पनि कि मलाई अब खोलिदिएको छ, मेरो यति इलाका हो, यहाँसम्म जानु भने सानोदेखि चाहिँ बानी गर्नुपर्छ। तपाईँले एकैचोटि ठुलोमा म बानी गर्छु भने पनि त्यसमा टाइम धेरै लाग्छ। सो सानोदेखि हामीले यिनीहरूलाई बानी गर्नुपर्छ। हेर्नु सक्नुहुन्छ होइन, म जहाँ जान्छु यो त्यहीँ आउँछ। सो किनकि सानोदेखि यसरी नै बानी गरेको छु। र काहीँ गयो भने पनि अलिकति यताउति पर गयो भने पनि बोलाउँदा आइहाल्छ। सो अहिले म बोलाउँछु, हेर्नु सक्नुहुन्छ यो अलिकति टाढो छ मदेखि। सो को कम आइज, यता आइज, आइहाल्छ। सो यो भाग्दैन। सो अब हामी विथआउट लेस यसरी नै घर जान्छु। सो डन्ठा पक्रिनु यसलाई एकदमै राम्रो लाग्छ। पर्छ बिचमा पक्रिनु बेटा, छोड्यो छोड ल, ओके। चलो अब घर जाउँ, कम चल 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 आइज। हेर्नु सक्नुहुन्छ कुनै चरा अब जस्तो यहाँ हाँसहरू छ धेरै। कुकुरहरूले चाहिँ के गर्छ, अब देख्ने बित्तिकै कुदाउने होइन, अरू कुकुरहरूलाई देख्दा कुदाउने त्यस्तो होइन। सानोदेखि हामीले जस्तो बानी गऱ्यो त्यस्तै हुन्छ। कम कम आइज। अब हेर्नु सक्नुहुन्छ यहाँ हाँस छ, बाख्रा छ, अरू कुकुरहरूले यिनीहरूलाई एकदमै एट्याक गरिहाल्छ। सानोदेखि फ्रेन्डली गरेको छु र एकदम फ्रेन्डली छ। हेर्नु सक्नुहुन्छ केही लेस छैन, विथआउट लेस। बोलाउनु पनि पर्दैन, आफ्नो घर सिधै जान्छ। अगर बेसी टाढो भयो भने हेर्नुहोस्, मदेखि टाढो भइराखेको छ, म बोलाउँछु यसलाई। ए को कम यता आइज, छिटो आइज, यता कम छिटो आइज।